दुबईमा लाइसेन्स रिन्यू गर्नलाई तपाईलाई 5 मिनेट्स पनि लाग्दैन म तपाईलाई देखाउनेछु नेपालमा तपाईलाई लाइसेन्स निकाल्नलाई तपाईले कति कुर्नुपर्छ फिजिकल कार्ड निकाल्नलाई तर मैले यहाँ आज दुबईमा फिजिकल कार्ड रिन्यू गर्न आएको छु रिन्यू गर्नलाई पनि आई थिंक अलमोस्ट 5 मिनेट्स तपाईको नयाँ लाइसेन्स निकाल्नलाई पनि तपाईलाई 5 मिनेट्समा निकाल्न सक्नुहुन्छ दुबईमा अहिले प्रिन्ट हुँदैछ ओन्ली 50 सेकेन्ड्स लेफ्ट म तपाईलाई प्रिन्ट भएपछि लाइसेन्स देखाउनेछु Yes. Physically, not like license within 5 minutes. 5 minutes only lagena. Yes. त्यही भएर दुबईमा जस्तो कि नेपालमा मान्छेहरूले एक्जाम दिन्छ तपाईको यो ड्राइभिङ लाइसेन्सलाई एक्जाम दिन्छ पास हुन्छ तर लाइसेन्स भने 1 वर्ष पनि फिजिकल लाइसेन्स आएको हुँदैन के तर दुबईमा only 5 minutes है you have to wait 5 minutes यो मेरो रिन्यू गरेको लाइसेन्स हो बट न्यू लाइसेन्स so you can just get in 5 minutes physical card thanks to Dubai